नमस्कार साथीहरू, आजको भिडियोमा हामी कुरा गर्नेछौँ जापानमा तलब कति हुन्छ। धेरै नेपालीहरूको यो कमन क्वेशन हो, त्यसैले सिम्पल भाषामा बुझौँ। जापानमा तलब काम, सिटी, कम्पनी, एक्सपिरियन्स र भिजा अनुसार फरक हुन्छ। पहिलो, फ्याक्ट्री काम। फ्याक्ट्रीमा काम गर्ने धेरै नेपालीहरूले मन्थली लगभग 18 म्यानदेखि 30 म्यान येनसम्म कमाउन सक्छन्। ओभरटाइम भयो भने अझ बढी आउन सक्छ। 2, रेस्टुरेन्ट/होटेल काम। पार्ट टाइम वा फुल टाइम अनुसार 16 म्यानदेखि 25 म्यान येनसम्म हुन सक्छ। 3, काइगो/केयर गिभर काम। यो क्षेत्रमा डिमान्ड धेरै छ। स्यालेरी लगभग 20 म्यानदेखि 35 म्यान येन वा एक्सपिरियन्स भए अझ बढी। 4, स्टुडेन्ट। पार्ट टाइम स्टुडेन्ट्सले आवरली पे पाउँछन्। 1 घण्टाको 1000 येनदेखि 1500 येन प्लससम्म हुन सक्छ एरिया अनुसार। इम्पोर्टेन्ट रियालिटी, तलब धेरै देखिए पनि खर्च पनि हुन्छ। रुम रेन्ट, ट्याक्स, इन्सुरेन्स, फुड, ट्रान्सपोर्ट, त्यसैले हातमा आउने पैसा फरक पर्न सक्छ। यदि सेभिङ ह्याबिट राम्रो छ भने जापानबाट राम्रो पैसा बचत गर्न सकिन्छ। तपाई जापानमा कुन काम गर्नुहुन्छ? तल कमेन्ट गर्नुहोस्। लाइक, शेयर, सब्स्क्राइब गर्न नभुल्नुहोस्।